आज यस्तोसम्म हुन्छ भनेर मैले सोचेको नि थिइनँ। सो हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ शनिबार भएकोले गर्दा हाम्रो स्कुल बन्द थियो र म चाहिँ धानको बिउ कस्तो भयो भनेर हेर्नतिर गएँ। बिउ हेर्दा त एकदमै हरियो भएको रहेछ। बिउ हेरिसकेर म घर आइपुग्दा भाउजूले चाउचाउ र अन्डा पकाउनु भएको रहेछ र म त्यो खाएर झुलुङ्गे पुल नगएको धेरै भइसकेको थियो र म आज चाहिँ झुलुङ्गे पुलतिर लागेँ। झुलुङ्गे पुल पुगिसकेपछि मैले त्यहाँ एकजना दाइलाई भेटेँ। उहाँ दाइमा चाहिँ एकदमै राम्रो प्रतिभा रहेछ। उहाँ दाइले चाहिँ गीत र मुक्तक लेख्नु हुँदा रहेछ। दाइको प्रतिभा चाहिँ मलाई एकदमै राम्रो लागेर उहाँ दाइलाई म केही कुराहरू उहाँको बारेमा म सोध्न लाग्छु। उहाँ दाइको घर चाहिँ रतुवा छेउ सित्तुमारी भन्ने ठाउँमा पर्दा रहेछ। दाइको नाम चाहिँ सुजन दर्नाल रहेछ। उहाँ दाइसँग कुरा गर्दा चाहिँ मलाई एकदमै राम्रो लाग्यो। मेरो भनाइ चाहिँ के छ भने हाम्रो देशमा अझै पनि यस्ता प्रतिभा भएको कतिपय मान्छेहरू हुनुहुन्छ, उहाँहरूको प्रतिभा बाहिर निक्लेकै छैन। उहाँहरूको प्रतिभा चाहिँ खिएर नजाओस् भन्ने मेरो चाहिँ भनाइ छ। हजुरहरूले केही सक्नुहुन्छ भने सेयर गर्नुहोस् र लाइक गर्नुहोस् र हजुरहरूको भनाइ चाहिँ के छ भनेर कमेन्टमा मलाई लेख्नुहोस्। हस् त, धन्यवाद। फेरि अर्को ब्लगमा भेट्नुपर्छ। बाई।